साथीहरू हाम्रो सुदूरपश्चिमलाई त्यस्तै स्वर्गसरी भनिएको होइन के नपत्याए यो भिडियो हेर्नुस् त। सुदूरपश्चिमको एउटा यस्तो भूभाग जहाँ ताल, पाटन र आकाशले मिलेर छुट्टै संसार बनाएका छन्। त्यो ठाउँ हो रामारोसन। सुदूरपश्चिमको अछाम जिल्लामा रहेको रामारोसन करिब 2500 मिटर उचाइमा फैलिएको सुन्दर क्षेत्र हो। यो ठाउँलाई धेरैले 12 बण्ड र 18 खण्ड अर्थात् 12 ताल र 18 पाटनको भूमि भनेर चिन्ने गर्छन्। यहाँका विशाल पाटन, हरिया घाँसे मैदान, शान्त तालहरू र वरिपरि फैलिएको पहाडी दृश्यले रामारोसनलाई नेपालको गन्तव्य बनाइदिन्छ। यस क्षेत्रको सबैभन्दा ठूलो ताल जिङ्ले ताल र सबैभन्दा ठूलो पाटन किनिमिनी पाटन मानिन्छ। यो वन्यजीवनका हिसाबले पनि विशेष छ। यहाँ डाँफी सहित विभिन्न चराचुरुङ्गी देख्न सकिन्छ र यो क्षेत्र र कहिलेकाहीँ बाघ समेत देखिन सक्ने बताइन्छ। रामारोसन हेर्दा लाग्छ नेपालको सुन्दरता केवल चर्चित ठाउँहरूमा मात्र होइन। सुदूरपश्चिम भनेको हाम्रो देशको शान हो। यो भिडियो तपाईलाई कस्तो लाग्यो? लाइक, शेयर, कमेन्ट गर्नुहोला साथीहरू।